फुल्यो मन्दिरमा साइला दैमै फुलेछु मलामे घाटीमा दिनमा रोए कोही देख्ला साइला दैमै रोला धेरै रातीमा लौरी भुल्यो तारेर खोली अब सुन्न पाउँदैनौ तिमीले यो बोली गुण भुल्यो पित्तलको सुन पायो होला भुइँ छोड्यो आकाशको जुन पायो होला कलेजी काटेर दिएको ठाउँ सैचिएर बनायो दुःख नि घाउ त्यही घाउमा छर्किदिनु पायो होला हेलो मलाई मिस कल हान्ने हो आयो हेलो म तिम्रो भाइको भिनाजु हेलो यो सिल्ली ब्याड बोय भइरह्यो हेलो म तिम्रै मनमुटुभित्र छु मलाई मेसेन्जरमा हैरान पर्छ भलभरमा नि हैरान तिम्रो फलो गर्दा गर्दै मेरो जान्ने भोका परान ए फेसबुक आइडी नि फेक हो के फोटो सोटो नि छैन I want to love you, रोके होइन I want to love you, रोके होइन कर्मैले हारेकी ए महिना चारी पखेट काटियो उल्छ्यौ कसरी सपना होलान् अनेकौँ थरी सपना होलान् अनेकौँ थरी जीवनमा एकदमै लागेको छ त्यो त म तपाईँले पनि बिर्सिदिनँ गुण भुल्योले चाहिँ मलाई चाहिँ एकदमै ठुलो गुण लागेको छ सँगसँगै गुण भुल्यो र गुण भुल्यो हेर्न सबैजनाले पनि गाउनुपर्छ यस्तो टाइटल लेख्दाखेरि नै दुई भनेर लेख्नु र नर्मल लेख्नु फरक परिहाल्छ अनि मैले यसलाई चाहिँ गुण भुल्यो दुई नै भनेर राखेको किनकि गुण भुल्यो पछि धेरै ग्यापमै भयो नि त अरू प्रोजेक्टहरू आएको पनि थिएन अनि गुण भुल्यो दुई नै भनौँ न त किनकि अगाडिदेखि धेरै मन पराइदिनु भएको छ त्यही नामलाई नै लिउँ भनेर चाहिँ खास एउटा भिडियो मेकिङ गरेर चाहिँ रिलिज गरेको छु यहाँहरू सबैजनाले हेरिदिनु होला अब मनपर्छ कि पर्दैन अब त्यो त मलाई थाहा छैन हेरेपछि उहाँहरूलाई थाहा हुन्छ हेरिदिनु होला भन्न चाहन्छु आफूलाई चाहिँ आफ्नो सन्तान आफ्नो परिवार आफ्नो क्रिएसन होइन सबै एकदमै राम्रो लाग्छ उत्ति नै लाग्छ उत्कृष्ट लाग्छ होइन तर कस्तो हुन्छ भने अब हेर्ने नजर हेर्ने दृष्टिकोण जस्तै मैले एउटा सोचेर एउटा शब्द लेखेको हुन्छु होइन त्यो शब्द अरूले होइन यसमा अर्को लेखेको भए हुन्थ्यो भन्ने कतिको हुनसक्छ त्यो सोध्नै नपर्ने क्वेसन हो नि होइन त्यो गायनको माध्यमबाट भए पनि म यहीँ वरिपरि नै छु मैले छोडेको होइन वरिपरि नै छु एकदम छिट्टो समयमा पब्लिकसम्म पुगेर क्याच हुनको लागि चाहिँ यो एकदमै ठिक छ होइन तर लङ टर्मको लागि पछिसम्म पनि एकदमै सधैँभरि सदाबहार टाइपले सुनिरहनुको लागि चाहिँ एकदमै क्वालिटीको गीत सङ्गीत आउनुपर्छ गुण भुल्यो नभुल्दै गुण भुल्यो दुई आइसक्यो त्यस्तै भन्नु पर्यो टिकटकमा त धेरै राम्रो प्रतिक्रिया आइराखेका छन् गीत त भर्खरै अपलोड भयो अब दर्शक प्रतिक्रियाहरू लिन बाँकी नै छ के छ अब यो गीतको लागि लिएर आशा कस्तो हुँदो रहेछ भने अब अलिकति डर पनि लागेको छ अनि अब नयाँ काम गरेर फ्रेस रिलिज गर्दाखेरि चाहिँ जहिले पनि मनमा एक किसिमको डर चाहिँ हुन्छ किनकि ला कस्तो हुन्छ के हुन्छ भनेर यो डर चाहिँ सधैँभरि रहि नै रहन्छ हरेक गीत रिलिज गर्दाखेरि अब यसपालि पनि किनभने योभन्दा अगाडिको भिडियोलाई यति धेरै माया गरिदिनु भएको छ यति धेरै सपोर्ट गरिदिनु भएको छ होइन अनि त्यो उहाँहरूको माया र सपोर्टलाई लिएर चाहिँ फेरि अर्को टुर पनि चाहियो भनेर धेरै डिमान्ड पनि थियो अनि अब धेरै लामो समय पनि भयो फेरि अब निरन्तरता दिनेमा पर्छु म चाहिँ होइन अब गीतले कस्तो मार्केट लिन्छ लिँदैन आफ्नो ठाउँमा त सबै गीतहरू भएको छ अनि एउटा निरन्तरता दिने प्रयासमा चाहिँ टु भनेर मैले साइलालाई टाइटल राखेर नयाँ गीत भर्खरै रिलिज गरेको छु त्यो चाहिँ अब गीत सुनेपछि अब भर्खरै रिलिज भएको छ युट्युबमा गएर सुनेर हेरे पछाडि चाहिँ उहाँलाई अवश्य पनि मनपर्छ होला जस्तो लाग्छ मलाई अब धेरैले मैना सरलाई नै गुण भुल्यो दुई हो कि भन्ने धेरै कुराहरू आइराखेको थियो म पनि झन्डै कन्फ्युज भइसकेको थिएँ
यस्तो अब टाइटल लेख्दाखेरि नै 2 भनेर लेख्नु र नर्मल लेख्नु फरक परिहाल्छ। अनि मैले यसलाई चाहिँ गुनगुल्यो 2 नै भनेर राखेको किनकि गुनगुल्यो पछि धेरै ग्यापमै भयो नि त, अरू प्रोजेक्टहरू आएको पनि थिएन। अनि गुनगुल्यो 2 नै भनौँ न त, किनकि अगाडिदेखि धेरै मन पराइदिनु भएको छ, त्यही नामलाई नै लिउँ भनेर चाहिँ खास मैले बनाएको। अहिले सारिका दिदीलाई त पछिल्लो समय स्टेज भ्याइ नभ्याइ थियो है, अलिअलि गुनगुल्योले गुण लाएको हो सारिकाको जीवनमा एकदमै लागेको छ, त्यो त म तपाईँले पनि बिर्सिदिनँ। गुनगुल्योले चाहिँ मलाई चाहिँ एकदमै ठुलो गुण लागेको छ। सँगसँगै गुनगुल्यो र गुनगुल्यो हेर्न चाहने दर्शकहरू सबैजनाले गुनगाउनु छ। अब हुन्छ नि भर्चुअल पाउने प्रतिक्रिया र फिजिकल त्यो प्रत्यक्ष रूपमा पाउने प्रतिक्रियामा चाहिँ केही फरक पाउनु भएको छ किन? धेरै फरक पाएको छु मैले, किनकि प्रत्यक्ष जतिले प्रतिक्रिया दिनुभएको छ एकदमै ट्रुली होइन मनदेखि नै दिनुभएको छ। यो कहीँ कतै यहाँनिर थोरै कमजोरी भयो भने यहाँ कमजोरी छ, यसलाई सुधारेर चाहिँ त्यो अथवा नेक्स्ट गर्दाखेरि सुधार्नु भनेर धेरै प्रतिक्रियाहरू पनि आएको थियो। अनि जस्तै योभन्दा अगाडि गुनगुल्यो गर्दाखेरि पनि मैले लिपसिङ भिडियो बनाएको थिएँ नि होइन, सबैजनाले चाहिँ यसलाई म्युजिक भिडियो बनाएको भए हुन्थ्यो, केही स्टोरी राखेर बनाएको भए हुन्थ्यो, यसैलाई बनाउनु भनेर चाहिँ धेरैको रिक्वेस्ट आएको थियो। मैले चाहिँ त्यो आइसकेको गीतलाई किन बिगार्ने भनेर मैले चाहिँ साइला दाइलाई चाहिँ सिम्पल तरिकाको एउटा भिडियो मेकिङ गरेर चाहिँ रिलिज गरेको छु। यहाँहरू सबैजनाले हेरिदिनु होला। अब मन पर्छ कि पर्दैन अब त्यो त मलाई थाहा छैन, हेरेपछि उनीहरूलाई थाहा हुन्छ, हेरिदिनु होला भन्न चाहन्छु। सुनौँ न नयाँ गीत अब साइला दाइ। अब साइलीलाई त धेरैले मन पराएर साइली साइली होइन, त्यो एकदम धेरै त साइलीलाई तानिरहेको थियो। साइला दाइ आउनु भएको छ मार्केटमा। तिमी फुल्यौ मन्दिरमा साइला दाइ, मै फुलेछु मलामे घाटीमा। दिनमा रोए कोही देख्ला साइला दाइ, मै रोला धेरै रातीमा। लौरी भुल्यौ तारेर खोली, तारेर खोली, अब सुन्न पाउँदैनौ तिमीले यो बोली, अब सुन्न पाउँदैनौ तिमीले यो बोली। अब यही सँगसँगै गुनगुल्यो पनि जोड्ने हो कि किनकि गुनगुल्यो गीतलाई त यति धेरै दर्शकहरूले माया गरिदिनु भयो होइन, त्यो आशाभन्दा पनि अलिक माथि थियो जस्तो लाग्छ मलाई। एकदमै मेरो लागि त यो टर्निङ पोइन्टै हो गुनगुल्यो त होइन, त्यो म कहिले बिर्सिनै सक्दिनँ। यो अपार माया कहिले बिर्सिनै सक्दिनँ। सधैँभरि यस्तै माया पाइरहेको भन्ने चाहिँ एकदमै मनदेखि नै होइन आशा गरेको छु मैले। ठिकै छ। गुण भुल्यौ पित्तलको सुन पायो होला, भुइँ छोड्यौ आकाशको जुन पायो होला। कलेजी काटेर दिएको ठाउँ सैचिएर बनायो दुःख नि घाउ। त्यही घाउमा छर्किने मन पायो होला, गुण भुल्यौ पित्तलको सुन पायो होला। थ्याङ्क यू। ओके, यो यति नै मिठो गीत निकाल्नु भएको छ। अब यो गीतसँगै गीत निक्लेपछि हरेक सन्तान बराबरी नै लाग्छ रे लाग्नु छ, तर पनि अलिकति कता कता अरूले हेर्दाखेरि चाहिँ यो सन्तान राम्रो यो सन्तान नराम्रो भन्ने हुन्छ नि। त्यो चाहिँ आफूलाई चाहिँ आफ्नो सन्तान, आफ्नो परिवार, आफ्नो क्रिएसन होइन सबै एकदमै राम्रो लाग्छ, उत्ति नै लाग्छ, उत्कृष्ट लाग्छ होइन। तर कस्तो हुन्छ भने अब हेर्ने नजर, हेर्ने दृष्टिकोण, जस्तै मैले एउटा सोचेर एउटा शब्द लेखेको हुन्छु होइन, त्यो शब्द अरूले होइन यसमा अर्को लेखेको भए हुन्थ्यो भन्ने कतिको हुनसक्छ होइन। मैले एक किसिमले सोचेर गएको हुन्छु, यसलाई यसरी गएको भए हुन्थ्यो भन्ने हुन्छ नि त। त्यो चाहिँ हरेक मान्छेको चाहिँ हेर्ने नजर फरक हुन्छ र बुझ्ने पनि बुझाइ पनि फरक हुन्छ जस्तो लाग्छ। अब नायिकाबाट गायिका बनेको गायिकाबाट अथवा गायकबाट नायिका नायक बनेको धेरै छन्। तपाईँलाई गायकी थाहा पायो कि नायिका थाहा पायो? अफकोर्स गायकी फाप्यो। त्यो सोध्नै नपर्ने क्वेसन हो नि होइन, त्यो झमक कुमारीको जुन जीवन काँडाकी फुलमा त एकदम धेरै तारिफ भएको थियो नि त। अब त्यो दर्शकहरूले धेरै रुचाउने अथवा भाइरल हुने आफ्नो ठाउँमा छ होइन, तर उसको हिसाबले चाहिँ कलाको हिसाबले चाहिँ कस्तो भने जस्तै मनैदेखि हुन्छ नि एउटा निरन्तरता भनेको धेरै हो नि होइन। मैले एक्टिङमा निरन्तरता दिन सकिनँ किनकि म त्यहाँ सेटिस्फाई भएन होला सायद होइन। मैले एक्टिङ भन्ने मलाई लाग्यो
गरेर चाहिँ कोसिस गरेँ सुरुमा त अब सबै के कोसिसै साँच्चै त अब हो नि। फिल्म क्षेत्र छोड्नु नि भएको कि राम्रो स्क्रिप्ट पायो भने अझै पनि गीत सङ्गीत भनेको पनि त यो फिल्म क्षेत्रभित्र नै पर्छ नि होइन अब कलाभित्र अभिनयको पर्यो। माध्यमबाट भए पनि गायनको माध्यमबाट भए पनि म यहीँ वरिपरि नै छु मैले छोडेको होइन वरिपरि नै छु तर कस्तो भने अभिनयमा गरेर चाहिँ अब मैले अभिनय गरौँ कस्तो राम्रो राम्रो आर्टिस्टहरू आउनुभएको छ कस्तो राम्रो राम्रो एक्टिङ गर्ने छ नि अब मैले एक्टिङ गरेर त गाउँछ त आउँदैन म गीतै गाउँछु अब एक्टिङमा जाने चान्स कम छ मेरो साइडबाट त एकदमै कम छ फिल्मबाट कम छ तर आफ्नो गीतमा त भर्खरै साइला दाई पनि म आफै एक्ट गरेको छु के कस्तो गरेको छु त्यो चाहिँ हाम्रो दर्शकहरूले हेरेर नै भन्नुहुनेछ जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला युट्युबमा गएर होइन अनि अरू त अब अभिनयमा चाहिँ फिल्ममा चाहिँ सायद म गर्दिनँ होला मलाई कसैले अफर पनि गर्नुहुन्न होइन गर्दा पनि गर्दिनँ के गर्ने राम्रो फिल्मको स्क्रिप्ट आयो भन्ने चाहिँ के गर्नुहुन्छ एउटा राम्रो गीतको आयो अफर आयो एउटा राम्रो गीतको अफर फिल्मको अफर आयो भने चाहिँ दुईटा मध्ये कसलाई चुज गर्नुहुन्छ होइन नि मैले अब गर्छु भनेर म यत्रो रिस्क लिनै सक्दिनँ भने फिल्ममा त्यत्रो धेरै लगानी भएको हुन्छ होइन फिल्म राम्रो भएन चलेन भने फलानु कलाकार खेलेको थियो चलेन भन्ने कुरा आउँछ म त्यो 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 सुन्न पनि सक्दिनँ होइन बरु म गीत गाउँछु आफूले गरेको आफ्नो प्रोजेक्ट त बरु राम्रो भयो भने अफकोर्स राम्रो नै भइहाल्यो राम्रो यदि भएन भने पनि मैले कोसिस गरेको हो फेरि निरन्तरता दिन्छु भन्ने हुन्छ नि त होइन अनि अरूको प्रोजेक्टमा चाहिँ त्यसरी रिस्क लिएर चाहिँ म गर्दिनँ दिदी आफै कम्पोज गर्नुहुन्छ होइन आफै गीत लेख्नुहुन्छ आफै गाउनुहुन्छ यस्तो व्यक्तिलाई चाहिँ अरूको गीतको अफर आउने चान्सेस चाहिँ कति हुँदो रहेछ अब टु बी अनेस्ट भन्नुपर्दा चाहिँ मलाई त्यस्तो धेरै अफर चाहिँ आएको छैन किनकि मैले आफ्नै मात्रै गीत गरिरहेको छु होइन त्यही गरिरहेको छु अनि केही गीतहरू आएको थियो आएको बेला त मैले गाउँछु गाएको पनि छु मैले केही गीतहरू गाएको छु अरूको पनि तर जस्तो अरूले सोध्नुहुन्छ नि सारिकालाई गीतको अफर कति आयो होला किन गाएन कि भन्ने कुराहरू धेरैले सोध्नुहुन्छ क्या मलाई अब त्यो एकमुष्ट यहीँबाट किनकि नेपालमा अलिकति चर्चामा आउने बित्तिकै धेरै उसैको पछि लाग्ने चलन छ नि त तर त्यसरी मेरो हिसाबमा चाहिँ त्यस्तो भएन त्यो त्यसमा म फेरि एकदमै खुसी पनि छु किनकि मैले आफ्नै कामलाई निरन्तरता दिइरहेको छु नि त त्यो भएर पनि अब अरूको गीत गर्दाखेरि भोलि राम्रो भएन भने फेरि सरिकालाई गवाएर राम्रो भएन भन्ने पनि आउँला कि आउँला होइन पछि त्यो कुराबाट त म पर छु नि त त्यो कुराले पनि सेटिस्फाई एकदमै सेटिस्फाई छु ओके अब यो गीत सङ्गीतमै निरन्तरता दिनु भएको छ होइन गीत सङ्गीतमा पनि पछिल्लो समय हेर्ने भने धेरै प्लेटफर्महरू छन् होइन धेरै प्लेटफर्म मार्फत आइरहेका हुन्छन् अनि कतिजनाले गुनासो गर्नुहुन्छ कि राम्रो गाउने भन्दा पनि जो अहिले भाइरल छ त्यसलाई प्रायोरिटी दिने भने त्यो भाइरल र राम्रोमा चाहिँ के भिन्नता पाउनु भयो तपाईँ आफै पनि स्टुडियो यस्तो सञ्चालन गरेर बसिरहनु भएको छ यहाँ पनि कति आउनुहुन्छ होला यो चाहिँ यस्तो रहेछ मान्छेको सबै कुराको एउटा लक पनि हो होइन किनकि अब भाइरल भनेर सबैजना भाइरलको पछि लाग्नुभयो भने अब उहाँमा पनि केही थिएन भने त सबैजना त्यसरी काम गराउनु हुन्थ्यो होला नि त होइन उहाँले गाएको गीतहरू सबै एकदमै सुपरहिट भएको छन् त्यो भएर पनि एउटा एकदम छिट्टो समयमा पब्लिकसम्म पुगेर क्याच हुनको लागि चाहिँ यो एकदमै ठिक छ होइन तर लङ टर्मको लागि पछिसम्म पनि एकदमै सधैँभरि सदाबहार टाइपले सुनिरहनुको लागि चाहिँ एकदमै क्वालिटीको गीत सङ्गीत त आउनुपर्छ नि त त्यो भिन्नता त धेरै नै हुन्छ अब तपाईँको अर्को पनि सुन्नु न मलाई मिस कल हान्ने बुहार्यो त्यो पनि राम्रो थियो है तर कतिपय गीत राम्रो हुँदा हुँदै पनि नचल्ने अनि कुनै अर्को एउटा गीतले गर्दाखेरि अरू गीतहरू पनि मान्छेहरूले थाहा पाउने तानिने त्यस्तो फिल त गर्नुभयो त्यो त मजाले गरेँ अब यो हेलो गीत पनि त मेरो अब सुरुवाती चरणको पहिलो नै गीत हो यो पनि एकदमै राम्रो चलेको गीत चाहिँ तर यो गीत चलिरहँदा त्यति मात्रै फरक हो हेलो मलाई मिस कल हान्ने हो आयो हेलो म तिम्रो भाइको भिनाजु हेलो यो सेलले ब्याड भयो भइरह्यो हेलो म तिम्रै मनमुटुभित्र छु मलाई मेसेन्जर मलाई हैरान पर्छ भाइबर मान्ने हैरान तिम्रो फलो गर्दा गर्दै मेरो जान्ने भोका परा ए फेसबुक आइडी नि फेक हो के फोटो सोटो नि छैन I want to love you रोके होइन I want to love you रोके होइन थ्याङ्क यू ओके अब तपाईँकै आइडीबाट गीत अपलोड हो
सारिका घिमिरे युट्युब च्यानलबाट गुनगुल्यो जुन च्यानलबाट युट्युबमा रिलिज भएको थियो त्यही च्यानलबाट नै रिलिज भएको छ। म चाहिँ सबैजनालाई यहीँबाट रिक्वेस्ट पनि गर्न चाहन्छु, सबैजनाले एकचोटि गीत हेरिदिनु होला। कस्तो लाग्छ यहाँहरूलाई त्यस्तै प्रतिक्रिया दिनु होला, केही मैले सुधार्नुपर्ने केही सल्लाह सुझाव छन् भने पनि मलाई दिनु होला। म त्यसलाई एकदमै मनमा राखेर नेक्स्ट प्रोजेक्टमा एकदमै सुधारेर आउँछु भन्न चाहन्छु। ओके, अब महिनाचरी सुन्छौँ अनि हामी बिदा पनि हुन्छ। मैले हारेकी ए महिनाचरी पखेट काटियो उड्छ्यौ कसरी, सपना होलान् अनेकौँ थरी, सपना होलान् अनेकौँ थरी, मनैमा छोपेर राख्यो कसरी, मनैमा छोपेर राख्यो कसरी, ए महिनाचरी, ए महिनाचरी। थ्याङ्क यू। त्यो मिठो गीत आज धेरै गीत सुन्यौँ पनि, धेरै कुराहरू तपाईँमा आज हामीले खोज्ने प्रयास पनि गऱ्यौँ। यो गीत अलिक मजाले पिकअप लिएपछि फेरि हामी आउनेछौँ तपाईँसँग कुराकानी गर्न। अहिले हेर्नको लागि अनुरोध कसरी गर्नुहुन्छ दर्शकलाई? सर्वप्रथम सबैजनालाई थ्याङ्क यू सो मच। चाहिँ के को लागि भने योभन्दा अगाडिको मेरो गुनगुल्यो पित्तलको सुन पाएको लागि यति धेरै माया गरिदिनु भयो, यति धेरै मन पराइदिनु भयो, टिकटकहरू बनाइदिनु भयो, सेयर गरिदिनु भयो होइन, यति राम्रो राम्रो कमेन्ट गरिदिनु भएको छ युट्युबमा। त्यो मेरो लागि एकदमै ठुलो अचिभमेन्ट हो होइन। त्यसपछि मैले अब यो गुनगुल्यो 2 साइरा दाइ लिएर आएको छु, मेरो आफ्नो सारिका घिमिरे युट्युब च्यानलबाट रिलिज भएको छ है। यहाँहरू सबैजनाले एकचोटि हेरिदिनु होला, हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच, अल द भेरी बेस्ट गीतको लागि। थ्याङ्क यू।